अहिले 70 मा हामीले हेर्यौं भने अहिले यो दोस्रो वेभमा हामीले 7208 जनालाई स्याम्पल कलेक्सन गर्यौं एन्टिजेन विधिबाट पनि र पीसीआर विधिबाट पनि। त्यसमध्ये 2407 जना पोजिटिभ देखिएको थियो र त्यो पोजिटिभहरू मध्येबाट पनि अहिले सक्रिय 8 जना मात्रै 70 जिल्लामा छ र मृत्यु भएको संख्या हेर्यौं भने 118 जनाको मृत्यु भएको अवस्था देखिन्छ। अनि अहिले 70 मा पीसीआर चाहिँ बन्द छ, यसको लागि यहाँहरू के गर्दै हुनुहुन्छ? धन्यवाद, यो राम्रो कुरो उठाइदिनु भएको छ। यो पीसीआर अहिले पनि हामीले यहाँ गैनाङ सिंह अस्पतालमा विगत 2 वर्षदेखि हामीले सञ्चालनमा प्रदेश सरकारले नै पीसीआर मेसिन, एन्टिजेन र मेन पावर पनि दिएको थियो र त्यसैको आधारमा हामीले परीक्षण गर्दै थियौं। तर अहिले आएर हालमा विगत 1 महिनादेखि मेसिन बिग्रिएको छ र 2-3 चोटि तपाईको इन्जिनियर आएर हेरिसकेको छ, तैपनि अहिलेसम्म बनेको अवस्था छैन। अब मेसेज अहिले आइरहेछ कि यो अहिले बन्दैन, यसको मेसिनै चेन्ज गर्नुपर्छ भनेर कुरोहरू आइरहेको अवस्था छ। बिरामी फर्केर गइरहेछन्, पीसीआर भइरहेको छैन, अनि तपाईँ कुन आधारमा 70 मा मात्र 8 जना एक्टिभ केस छ भन्नुभयो? एकदम राम्रो। अहिले हामीले के भन्यौं भने हामीसँग एन्टिजेन छ जुन पालिका लेभलमा छ र हामीले जहाँ जहाँ ल्याबको व्यवस्था छ, जहाँ जहाँ सबै पालिकामा हामी एन्टिजेन राखेका छौँ। एन्टिजेनले जसरी जाँच गर्दाखेरि पोजिटिभ देखिएको थियो, त्यो मध्ये 8 जना अहिले सक्रिय सङ्क्रमितहरू त्यो पालिका लेभलमा छन्। त्यसको आधारमा मैले एन्टिजेनको आधारमा भनिएको छु र पीसीआर जाँच अहिले भएको छैन। वास्तविकता हामीले अहिले ठ्याक्कै यही हो भनेर भन्न सक्ने अवस्था छैन। जबसम्म हाम्रो पीसीआर जाँच हुँदैन तबसम्म ठ्याक्कै सङ्क्रमित छैन, यहाँ सङ्क्रमितहरूको सङ्ख्या थोरै छ, न्यून छ। जुन अहिले हामीले सक्रिय सङ्क्रमित 8 जना देखाएको छौँ, त्यति मात्रै हो भने मलाई पनि विश्वास छैन र यो पीसीआर जाँच भए पश्चात मात्रै हामीले ठ्याक्कै यकिन गर्न सक्छौँ कि यो 70 जिल्लामा जोखिम छ छैन भन्ने छिट्याउन सक्ने अवस्था हुन सक्छ। अन्यथा हामीले अहिले एउटा एन्टिजेनको आधारमा मात्रै भन्न खोजिएको हो। अनि पीसीआर कहिलेदेखि यहाँहरूको सुरु हुने बेला हुन्छ त? अब यसको सबै ठाउँमा केन्द्र लेभलमा पनि जानकारी गराएछौँ, प्रदेश लेभलमा पनि जानकारी गराएछौँ। यो हिसाबले हामीलाई आश्वासन अब त्यो पनि पाइसकेको अवस्था छैन कि नयाँ मेसिनै हामीले किनेर दिन्छौँ भने कतैबाट त्यस्तो किसिमको आश्वासन प्राप्त भएको छैन। र मैले सबै यही यहाँको मिडियाबाट मैले के अनुरोध गर्न चाहन्छु भने यो सबैले जहाँबाट हुन्छ यो हाम्रो प्रदेश सरकारले या सङ्घ सरकारबाटै पनि यो मेसिन चेन्ज गर्नुपर्ने छ भने त्यो चेन्ज गरेर सुचारू गर्नुपर्ने अवस्था हुन्छ, पीसीआर जाँच गर्नुपर्ने अवस्था देखिन्छ। अनि अहिले कोरोनाको सङ्क्रमणको तेस्रो वेभको पनि चर्चा हुँदैछ, यहाँको जिल्लामा के छ अवस्था? एकदम यसको लागि हामीले पटक पटक यो डिसिसिएमसीमा बसेर श्री साहेबको अध्यक्षतामा जुन एउटा समिति छ त्यसमा हामीले निर्णय गरेका छौँ, पूर्व तयारीको कुरोहरू गरेका छौँ। पूर्व तयारीको लागि नेपाल सरकारले जुन प्रत्येक पालिकालाई 15 बेडको एउटा अस्पताल सञ्चालन गर्न भनिएको थियो र कोभिड अस्पताल पनि 5 बेडको सबै स्थानीय तहलाई दिएको थियो, जसमध्ये धेरै जसो पालिकाहरूमा 15 बेडसम्म पनि आइसोलेसन तयार गरेको छ। यतिसम्म कि अक्सिजनको पनि व्यवस्था गरिएको छ, अक्सिजन कन्सन्ट्रेटरको पनि व्यवस्था गरिएको छ, त्यसै सँगसँगै मोनिटर सहितको व्यवस्था गरेको अवस्था छ। हामी त्यसको लागि पूर्व तयारीमा छौँ र यसमा के भनिएको छ भने तेस्रो वेभ आउँदाखेरि त्यो बच्चा बालबालिकाहरूलाई अझै प्रभावित हुन सक्छ भन्ने जुन जसरी भनिएको छ, त्यसको लागि एनआइसियुको पनि व्यवस्थापनको लागि यो जिल्ला लेभलमा व्यवस्थापन गर्न हामीले तयारी अवस्थामा गरेका छौँ र प्रेषण प्रणालीलाई पनि सुदृढीकरणको लागि हामीले एक किसिमको सङ्क्रमित भएकोलाई अलिकति नन सिम्टोमिक छ भने, सिम्टम नभएको छ भने छैन भने त्यस्तोलाई हामीले त्यही घरमा राख्ने र सिम्टम भएकोलाई मोडरेट टाइपको केस छ भने त्यही पालिका लेभलमा भएको आइसोलेसनमा व्यवस्थापन गर्ने र क्रिटिकल सर्भिसहरू चाहिन्छ भने हामीले गैनाङ सिंह अस्पतालमा त्यो प्रेषण गर्ने भन्ने कुरोहरूमा पूर्व तयारीमा छौँ। दुनियालालजी, अनि यो 70 जिल्लामा
अहिलेसम्म यहाँहरू कतिजनालाई खोप लगाउनु भएको छ? एकदम राम्रो कुरो उठाउनु भएछ। हामीले अहिलेसम्म पूर्ण खोप 70 जिल्लामा 52,000लाई हामी लगाइसकेका छौँ। यसको हेर्दाखेरि 18 वर्षभन्दा माथिको यो खोप अहिले आइसकेको छ र त्यसको पर्सेन्टको हिसाबले हेर्दाखेरि त 10%लाई पूर्ण खोप लगाएको छ भने पहिलो मात्रा लगाएको कति छ भने 69,500 जनालाई पहिलो मात्रा लगाएका छौँ र समग्रमा सबै दुईटैलाई जोड्दाखेरि हामीले 1,21,500 जनालाई लगाएका छौँ, जसको पर्सेन्टेजको हिसाबले 23% जनतालाई हामीले खोप लगाइसकेको अवस्था छ। यहाँले भन्नुभयो 69,500लाई पहिलो मात्राको डोज हामी लगाइसकेका छौँ। उनीहरूले दोस्रो मात्राको डोज कहिले पाउने? एकदम यसको लागि जुन 65 वर्षभन्दा माथिको ज्येष्ठ नागरिकहरूलाई खोप लगाउन जुन हामीले लगाएको थियौँ कोभिसिल्ड पहिलो मात्रा, दोस्रो मात्राको लागि यही आउँदो 15 या 16 गतेदेखि एस्ट्राजेनिकाको खोप आइरहेको अवस्था छ। त्यो एस्ट्राजेनिकाको खोप हामीले 16 गतेदेखि 15 या 16 गतेदेखि सबै वार्डमा एकैचोटि सञ्चालन गर्दैछौँ। अनि यहाँहरूले फर्स्ट डोज जुन 65 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिनुभएको थियो, उहाँहरूले त दोस्रो डोज अहिले पनि पाउनु भएको छैन नि त? हो, उहाँहरूको पहिलो प्राथमिकता दिएर हामीले 16 गतेदेखि खोप लगाउँदैछौँ। उहाँहरूलाई सबैलाई पनि मैले यही यहाँको सोसल मिडियाबाट यहाँहरूबाटै के जानकारी गराउन चाहन्छौँ कि 16 गते प्रत्येक वार्डमा यो कार्यक्रम सञ्चालन हुन्छ र जसले कोभिसिल्ड लगाउनु भएछ उहाँहरूकै लागि एस्ट्राजेनिकाको त्यही खोप आएको छ। दोस्रो मात्रा पहिले लगाउनुपर्छ। त्यसपछि पनि विद्यार्थीहरूले जसले यो परीक्षा 12को परीक्षा दिँदैछ उहाँहरूको लागि पनि नेपाल सरकारले भनिएको छ कि एडमिट कार्ड लिएर सम्बन्धित खोप केन्द्रमा गएर लगाउन मिल्छ, त्यहाँ लगाइन्छ भन्ने कुरो जानकारी गराउन चाहन्छु। अन्त्यमा दुनियालालजी, यो कोभिडको खोप 1,21,000 70वासीलाई दिँदा यहाँलाई त्यो खोपबाट साइड इफेक्ट भएको अथवा मृत्यु भएको अथवा अन्य कुनै रोग भएको अथवा त्यसले पारेको प्रभावित व्यक्तिहरू यहाँहरूको सम्पर्कमा कति आउनुभयो कि के पनि भएको छैन? एकदम राम्रो। अब के हुन्छ भने यो एन्टिबडी हो। एन्टिबडी खोप लगाउँदाखेरि जुन शरीरमा एन्टिबडी बन्छ, यस्तो खोपले केही न केही साइड इफेक्टहरू देखिन्छ। माइनर किसिमको साइड इफेक्टहरू देखिएको थियो, मेजर देखिएको थिएन। क्रिटिकल सर्भिसहरू त्यसलाई दिनु परेको अवस्था छैन र जसले यो खोपको कारणले गर्दा कसैको मृत्यु पनि भएको छैन। यो सँगसँगै यो खोपको प्रभावकारिता हेर्नुभयो भने त असाध्यै राम्रो। जसरी हामीले फर्स्ट राउन्ड र सेकेन्ड राउन्डमा जुन सङ्क्रमितको दर बढेको थियो त्यो अनुसारले अहिले सरसरी हामीले पिसिआर जाँच नभए पनि बिरामी त हुनु पर्थ्यो। समुदायमा त बिरामी त पक्कै हुन्थ्यो, तर त्यो पनि बिरामी भएर मृत्यु दर पनि बढेको हुन सक्थ्यो, तर त्यो पनि देखिएको छैन। यसको मतलब के हो भने जहाँ जहाँ जसरी हामीले खोप लगाएका छौँ, जसले लगाउनु भएछ हामी त्यो सुरक्षित छौँ। खोप एकदमै प्रभावकारिता देखिएको छ। त्यसै कारणले हामीले जसरी नेपाल सरकारले भ्याक्सिन उपलब्ध गराउँछौँ, खोप उपलब्ध गराउँछौँ, त्यसरी हामीले खोप यहाँहरूलाई दिने क्रममा जुन एज ग्रुप भनिएको छ त्यही एज अनुसारको यहाँहरूले सहज तरिकाले, एकदम सुलभ तरिकाले र सहज वातावरणमा पनि खोप लिइदिन हुन पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। हस्, यहाँले हाम्रो लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो। यहाँ धेरै दिनपछि पनि दुईजनाको भेट भएको छ र यो सोसल मिडियामा राख्ने अवसर दिनुभएकोमा यहाँप्रति मैले आभार पनि व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। हस्, धन्यवाद।